नाम त माओवादी राखेको छ हैन, माओवादी केन्द्र राखेको छ। माओवाद सही हो भनेर माओवादीले भन्न सकेको छ। आज हिंसा भन्ने शब्दबाट डराएर यति किन भागिरहेछ माओवादी? असंवैधानिक, कानुनी, गैर कानुनी सबै रूपहरू हुन सक्छ। यो सबै रूपहरू जुन चाहिँ रूपहरू चाहिँ के बढी प्रयोग गर्न सकिन्छ त्यही रूप प्रयोग गर्दै बराल संघर्षको निर्णायक चाहिँ लडाइँ लड्ने हो भनेर भनेको थिएँ। मदन भण्डारीले भन्नुभयो। त्यसकारणले चाहिँ आज चाहिँ आज माओवादीलाई के छ, कस्तो चाहिँ सङ्कटमा छ माओवादी, त्यसकारण नाटक गरिरहेछ उसले। माओवाद चाहिँ हाम्रो के नाम त माओवादी राखेको छ हैन, माओवादी केन्द्र राखेको छ। माओवाद सही हो भनेर माओवादीले भन्न सकेको छ। आज किन भन्न सकेको छैन? माओवाद एउटा अब्सोल्युट विचार जसको चाहिँ जुन कम्युनिस्ट पार्टीको हातमा चाहिँ हतियार हुँदैन त्यो कम्युनिस्ट पार्टी हुँदैन। अनि हर हालतमा हिंसात्मक सङ्घर्ष चाहिँ मात्रै एक मात्रै बाटो भन्ने कुरा त्यो गैर मार्क्सवादी कुरा थियो। माओवादको जनयुद्ध गलत थियो भन्ने कुरोको पुष्टि हुन्छ। जनयुद्ध त उनीहरूले बेचेर खाइ नै सके। 600 जना मध्ये चाहिँ 596 जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र चाहिन्छ, लोकतन्त्र चाहिन्छ भनेर भोट हालेर 2065 साल ज्येष्ठ 15 गते जुन दिन चाहिँ संविधान सभाको पहिलो बैठक भएको थियो, त्यो पहिलो बैठकले यो मुलुकमा चाहिँ अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरे हो। राजतन्त्र माओवादीले चाहिँ रुकुमबाट या रोल्पाबाट चाहिँ हङ्कार गरेर सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भयो यो मुलुकमा। यो मुलुकमा जनताको बोली जनमतकै बाटबाट क्रान्ति सम्पन्न भयो कि सामन्तवाद र त्यसका चाहिँ नायके राजतन्त्र, राज संस्था हामीले बुलेटबाट होइन ब्यालेटबाट पराजित गरेका हौँ। 601 जना सांसद मध्ये एकजना सभाध्यक्ष भइहाले, संविधान सभाको अध्यक्ष भइहाले। 600 जना मध्ये चाहिँ 596 जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र चाहिन्छ, लोकतन्त्र चाहिन्छ भनेर भोट हालेर कमल थापाका राप्रपा नेपाल भन्ने थिए 4 जना, उनीहरूले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भोट हाले। त्यसकारणले भोटबाट शान्तिपूर्ण ढङ्गले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादको जनयुद्ध गलत थियो भन्ने कुरोको पुष्टि हुन्छ। हाम्रो पार्टीको चाहिँ नीति जनताको बोली जनवादको क्रान्तिको बाटो सही थियो भन्ने कुरोको पनि पुष्टि हुन्छ सँगसँगै। र आज माओवादीहरू कुन चाहिँ ठाउँ छ? अघि चाहिँ सूर्य थापाजीले भन्नुभयो नि, हिंसा भन्ने शब्दबाट डराएर यति किन भागिरहेछ माओवादी? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेछ? जनयुद्ध त उनीहरूले बेचेर खाइ नै सके। के छ आज माओवादीको सैद्धान्तिक चाहिँ आधार जसले यो मुलुकमा चाहिँ हामीलाई भने होइन तिनीहरूले क्रान्तिको बेला जसको आफ्नो सेना हुँदैन त्यो कम्युनिस्ट पार्टी हुँदैन। जसको चाहिँ जुन कम्युनिस्ट पार्टीको हातमा चाहिँ हतियार हुँदैन त्यो कम्युनिस्ट पार्टी हुँदैन। एमाले चाहिँ तपाईँको संसदीय दलमा फसिसक्यो, एमाले कम्युनिस्ट पार्टी होइन। हामीसँग भेट्दाखेरि मलाई कमरेड भन्ने थियो, तिनीहरूले सर भन्थे कि किनकि यिनीहरू कमरेड होइन भनेर चाहिँ कम्युनिस्ट होइन भनेर चाहिँ कमरेड नभनेको उनीहरूले जानी बुझिकन। तर त्यही चाहिँ माओवादीको चाहिँ अनुयायी भन्ने चाहिँ नेपालका माओवादीहरूले चीन र चाहिँ आजको त्यो बेलाको चाहिँ 52-53 सालको नेपालको परिस्थिति भिन्न थियो नि। नेपालमा त जनताले स्थापना गरेको प्रतिनिधि सभा थियो, जनताले स्थापना गरेको राष्ट्रिय सभा थियो, जनताले स्थापना गरेको जीविसा गाविस चाहिँ तपाईँ नगरपालिकाहरू थिए। त्यसमा भाग लिएर चाहिँ शान्तिपूर्ण सङ्घर्षका चाहिँ आधारहरू तयार गर्ने काम किन नगरेको? अनि हर हालतमा हिंसात्मक सङ्घर्ष चाहिँ मात्रै एक मात्रै बाटो भन्ने कुरा त्यो गैर मार्क्सवादी कुरा थियो, अति बौद्धिवादी कुरा थियो। हामीले पनि त्यसकारणले मदन भण्डारीले भन्नुभएको थियो हर हालतमा शान्तिपूर्ण सङ्घर्षको बाटो चाहिँ पनि गलत हो, जो सोभियत सङ्घले पहिला चाहिँ अवलम्बन गरेर शान्तिपूर्ण सङ्क्रमणको बाटो भनेर हर हालतमा चाहिँ हिंसात्मक सङ्घर्षको बाटो चाहिँ हिंसात्मक सङ्घर्ष वर्ग सङ्घर्ष भनेर चाहिँ चीनको व्याख्या भयो। माओवादीको यो व्याख्या र चाहिँ तपाईँको स्टाइलको यो व्याख्या दुइटै गलत हो भनेर भने। त्यसकारणले चाहिँ वर्ग सङ्घर्ष विविध रूपहरू हुन सक्छ, शान्तिपूर्ण, हिंसात्मक, संवैधानिक।